हेलो गाइज एन्ड वेलकम ब्याक माई न्यू भिडियो। त सबैजना नमस्ते सन्चै हुनुहुन्छ होला। र अनि फेरि ब्लग पनि धेरै दिनपछि आयो त नि, 3 हप्तापछि आयो। र अनि फेरि हामी चाहिँ उता मन्दिरतिर जान लाग्यो हेर्नु त। यो र अनि फेरि दाइ र अनि अर्को दाइसँग मन्दिर जान लाग्यो। र अनि फेरि अगाडिको ब्लग कन्टिन्यू गरेर हाम्रो त नि ले हेर्नुहुन्छ साथीहरू, उहाँ चाहिँ हाम्रो विष्णु दाइ हेलो गरिदिनु न। उहाँ चाहिँ विष्णु दाइ हो। उहाँ हुनुहुन्छ दाइ, फेरि अर्को दाइ देख्नुहुन्न। र अनि फेरि दाइ हामी चाहिँ दाइले आज फर्स्ट टाइम मैले ब्लगमा लिएको। र अनि फेरि उहाँ चाहिँ उता ल्याङ्ग्वेज पढ्नुहुन्छ कि गाउँबाट आएको। उहाँ चाहिँ फेरि अब आफै बुझ्नु, अब उहाँको अब तालामाला ठिक छैन। र अनि फेरि अब अगाडि गएर ब्लग कन्टिन्यू गरौँ। यहाँ आउन आधी बाटो पनि छैन, हेर्न सक्नुहुन्छ आर्टहरू कस्तो दामी तरिकाको बनाएको छ। र अनि फेरि हेर्नु त यहाँ के को आर्ट रहेछ यस्तो दामी। के को रहेछ आफै पढ्ने भन्नु पर्दैन। अब खै हेरौँ अब के को आर्ट रहेछ। खतरा डिजाइन पनि दामी छ। अब अलि यतातिर यो लेफ्टतिर बाटो हो खाएर जाने शीतलदेवी मन्दिर हो क्या अरे। हेर्नु त हामी यहाँ पहिला पनि आएको थियौँ। र अनि फेरि कन्टिन्यू गरेर हामीलाई त नि साथीहरू हामी मन्दिर आइपुग्यो हम। त्यही नजिक छ क्या अरे। र अनि फेरि अब दर्शन गरेर अब कतैतिर गइन्छ। अब अगाडिको ब्लग हेर्नु होला छ नि। अब हजुर मन्दिर पनि देखाइदिनु पर्ने। साथीहरू मन्दिर पनि अगाडि छ यो हेर्नु त। यी शीतलदेवी मन्दिर यो हजुरहरू आएर दर्शन गर्न पनि सक्नुहुन्छ पोखराबाट हुनुहुन्छ भने। साथीहरू मन्दिर चाहिँ यही हो के अरे। र अनि फेरि बन्द रहेछ। अब भित्र जानु पनि पाइएन के अरे। अब यताबाट गेट थियो के अरे। गेट चाहिँ यही थियो के अरे। गेटबाट पनि जान पाइएन। हेर्नु त हेर्नु पिपलको रुख पनि छ। र अनि अब कतातिर गइन्छ अब थाहा छैन। कता गइन्छ भने हजुरले भिडियो देखाइदिनु पनि। अब मन्दिर चाहिँ बन्द भयो। हामी चाहिँ कहिले नआएको यहाँ गल्लीतिर आइयो के अरे। हेर्नु त कति राम्रो डेभलपिङहरू पनि हेर्नु त कति राम्रो। फर्स्ट टाइम आऊँ के अरे हामी। यो टोलको नाम के हो दाइहरू थाहा कि थाहा छैन। अब यहाँ कता लेखेको हुन्छ होला त्यतिखेर भनौँला त नि। अब थाहा छैन के अरे। हेर्नु होला त नि। र साथीहरू हामी हस्पिटल चोकतिर आइयो। तर यहाँको म्यानेजमेन्ट सिस्टमहरू धेरै राम्रो रहेछ। र अनि फेरि यहाँ पनि एउटा सानो मन्दिर रहेछ। यहाँतिर अब खै जाने कि के गर्ने हो। र अनि हेर्नु त यहाँको इन्भाइरोमेन्ट वातावरणहरू राम्रो रहेछ त्यो। र साथीहरू ल अब हामी घर फर्किनु लाग्छ। र अनि फेरि अझ मन्दिर पनि जान पाइएन। अब कता गइन्छ अब थाहा भएन के अरे। अब गइन्छ भने ब्लग कन्टिन्यू हुन्छ कि नगइन्छ भने अब एन्ड त गर्नु पऱ्यो अब। र अनि फेरि आज पुरा साउथ इन्डियन भनेर गयो के अरे म। र अनि फेरि सबैलाई ह्याप्पी चैतदशी पनि। हामी आइसक्रिम खान आयौँ। र अनि फेरि अगाडि अब कता गइन्छ आइसक्रिम खान लाग्यो। ल आइसक्रिम पनि आइसक्यो। र अनि आजको यही हो हाम्रो खाजा भनेको आइसक्रिम यही हो हेर्नु। ल साथीहरू आजको भ्लग यति। ल अब अर्को भ्लगमा भेटौँला त नि। आजको भ्लग त्यति साह्रै खास नभए पनि अलि ठिक छ। अनि अनि फेरि आज बेलुका पनि अब खै हेरौँ अब आउँछ कि आउनु न। यो चाहिँ लास्ट एन्ड होइन भन्नु। यो लास्ट एन्ड होइन के अरे। अब एक किसिमको लागि लास्ट एन्ड पनि भनौँ, एक किसिमको लागि लास्ट एन्ड पनि नभनौँ के। ल त नि ल साथीहरू भाइ ल साथीहरू हाम्रो एन्डिङ त भएन रहेछ ब्लगको। हाम्रो ठुल्मम्मीको छोरा आज चैते दसैँ भएर पनि हो। हेलो भन्दै त। हेलो हेलो त ल सब्सक्राइब लाइक गरिदिनु भन। र अनि फेरि भाइ सानो भाइ एकचोटि हेलो भन्दैन। हेलो भन्न हेलो एकचोटि राम्रोसँग यता क्यामेरामा हेरेर हेलो भन्। हेलो त ह्यान्डसम कि म ह्यान्डसम। आइफोन 16 प्रो म्याक्स हो। ठुल्मम्मी आउनु न, यहाँ आउनु न ठुल्मम्मी। मम्मी पनि ल त नि साथीहरू आजको भ्लग यति त नि। ल अर्को भ्लगमा भेटौँ न सबैजनालाई। बाई बाई त नि ल।